Hey guys, welcome back my new vlog. स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा. आई होप सबै सन्चै हुनुहुन्छ होला. म पनि सन्चै छु. आज चाहिँ हामी यहाँ बिहानै जोतमा आएको. यस्तो छ अवस्था. के ल्याउने भाइ? के ल्याउने? सो यहाँ चाहिँ बिहानै जोत्न आएको हामी. टक्क बिहानको अहिले चाहिँ कति भनेपछि 6 बजे होला सायद. पुरै कुहिरो लान डम्म भएको छ. अब गाउँतिर अनि पुरै छर्नुपर्छ. त्यही भएर यस्तो छ. मसुरो छर्न लागेको हामी चाहिँ यहाँ. सो लौ यो खाल्दै धप्काउँदैन अलिअलि. यो सब खनेर कतिखेर सकिन्छ. मेरो भाइ चाहिँ पुरै खनेर बजी चाहिँ मुसो सर्दै. हाम्रो यतातिर त आज बोल्नै छर्छ. तपाईँको घरतिर कतिखेर छर्छ भन्नु है. के गर्नु सब छर्न लाग्छ. अँध्यारो छ, देखिन्छ देखिँदैन. मेरो पालो आउनु लाग्छ त्यहाँ. अनि के छ ती? मेरो टोपी फन्टुस अब चाहिँ म जोत्न जाँदैछु. दाजुले लिइसकेका छन्. मेरो काम भनेको चाहिँ यस्तो छ. यहाँ डल्ला हान्ने बस्ने. म चाहिँ ल मैले आउन जाँदैछु अगाडि. पर छ भाइ. फाइनली घाम लागिसकेको छ. देख्न सक्नुहुन्छ घाम पुरै लागिसकेको छ. अब अनि अघि नदेखेको मान्छे भरि सब अब देखिन्छ नै. यतादेखि यता लिएर टक्क जताकतै मान्छे मात्र छन् क्या. भर्खर घाम आज आउँदैछ. सो घाम आज भर्खरै आउँदैछ. केही छैन. उज्यालो हुँदैछ. अझै हाम्रो चाहिँ त्यता जोतेर सकियो. अब चाहिँ अनि यता अगाडि चाहिँ जोत्न लगाएको. मेरो चाहिँ यहाँ केही काम छैन. म चाहिँ घर जान्छु होला सायद. अब म चाहिँ खासमा खन्न आएको थिएँ. म घर गइजाम भने यहाँ क्या गर्ने हो र? मसँग त अनि हिँड्दैनन्. सो फाइनली घाम पनि लागिसक्यो. अब चाहिँ यो जोतेर चाहिँ घरतिर जान्छु मलाई. सो घाम चाहिँ भर्खरै आउँदैछ आज. कति बजे लाग्यो घाम भनेपछि 7:30 घाम आयो क्या.
छिटै आइहाल्यो आज यार अब ढिलो आउँथ्यो आज लास्ट छिटो आइदियो काम जहिले 8 साढे 8 आउँथ्यो आजभोलि नै पुरै कुरो चढिसकेको छ झन् पुससम्म त के हुन्छ खै कार्तिकको महिना नै लाग्छ छैन कार्तिकको महिना नलाग्यो यस्तो भइसक्यो सो के छैन गाउँघर हो बिहान अब खेती किसान गर्नुपर्छ अब चाहिँ खेती आउनु पऱ्यो जोत्नु पऱ्यो खेती नभएर त कहाँ हुन्छ नि त त्यही हो अब जोत्छौँ अनि यहाँले गएर चाहिँ फेरि खाना बनाउनु पर्ने छ हामीले बनाएर भने बनायो नत्र भने चाहिँ खाना बनाउनु पर्छ टक्क त्यही हो अहिले चाहिँ अब जोत्ताइतिर फोकस म चाहिँ घर आइसक्यो जोतेर पनि सक्छु अब एउटा मात्र बाँकी छ हामी चाहिँ बाबुले जोत्ने रे म चाहिँ आइसक्यो गणमती मस्तसँग अब घर गएर खाना बनाउनु पर्छ बनाएको रहेछ भनेपछि त बनाएकै भइहाल्यो नत्र भनेपछि घर जाने खाना बनाउने अनि त्यही छ काम त्यस्तै हो घर आइसकेको छु घर पनि पुग्ने आँटिसकेको छु अगाडि के घर हो देख्न सक्नुहुन्छ अहिले चाहिँ पुरै घाम लागिसक्यो अघि नै बिहान कस्तो थियो अहिलेको दृश्य कस्तो छ देख्न सक्नुहुन्छ सो त्यही हो बिहानै उठेर काम गर्नु जानुपर्छ अनि आउनु पऱ्यो फेरि साँझतिर जानुपर्छ आज नै खाना लिइकन अँध्याएर के गर्नु सबैको काम चलिरहेछ घरमा मात्र बसेर पनि हुँदैन काम गर्नुपर्छ काम पनि भइरहेछ So, अहिले चाहिँ म घर गइरहेको छु बाख्रा लगाएर आउनु पर्ला घर पनि छैन घर पनि बिसौँ सुधा त्यही भएर घरतिर पनि हेर्नु पऱ्यो घर लगाएर आउँछु बाख्रा लगाएर आउनु पर्ला गइरहेको छन् अगाडि टक्क लगाएर पछाडि पनि आइरहेछन् अगाडि पनि छन् बाख्रा लगाएर आउनु पर्ला बजेलाई हेरिदिने भन्नु पर्ला अनि घर जानु पर्ला घर पनि बिसौँ सुगाउनु छ अनि चराहरूले खाइदिन्छ है फेरि बेसुन त्यही भएर हेर्नु पर्ने घर कोही छैन मम्मी पनि धान काट्न गइहाल्नु भयो भाइ कता गयो थाहा भएन मैले चाहिँ अनि घर हेर्नुपर्छ बाख्रा चाहिँ अब बन लगाएर आउनुपर्छ त्यसरी टक्क लाग्यो गाइज बाख्रा पनि माथि लाग्यो त्यहाँनिरबाट त्यो खोलादेखि माथि लगाएको त्यति माथितिर जान्छन् होला सायद अब चाहिँ हामी घर जाने तपाईँहरूलाई म मेरो गाउँको भ्यू देखाइदिन्छु है यहाँदेखि देखिन्छ कि देखिँदैन होला सायद टक्क लगाएर उता पारीको कुदु उता पारीको सल्यान यो चाहिँ रुकुम सक्छ त कसैले सक्दैन नि फेरि आजभोलि काम डह्रो चलिरहेछ क्या सब कामतिर झुटा हानेरतिर पुरै होइन गाह्रो छ नि हौ गाह्रो छ अब मसुरो गहुँ लाउँछन् त्यही भएर नि गाह्रो छ कि अब बिहानै 6 बजे उठेर जानुपर्छ अनि यसरी गर्नु पऱ्यो नि त काम नगरेर हुन्छ त काम त गर्नु पऱ्यो नि त साथीहरू त्यही हो आज गर्नु लास्ट भइरहेछ घर आउनु पर्ला सायद खै नुहाउँछु भन्छु हिजो पनि नुहाउँछु भन्नु नआएन आज पनि नुहाउँछु भन्छु सो नुहाउन सक्छु होला म तलतिर पुरै कामहरू चलिरहेको छ यता तलतिर
गाह्रो छ कि सरलाई अब दसैँतिर आउँछ झन् गाह्रो हुन्छ अब यहाँदेखि सिधै गर्दा फाइनली घर पुगिसकेको छु भन म त्यो अब के गर्ने हो गर्ने केही छैन सुत्ने बस्ने हुन्छ होला जहाँसम्म लाग्छ मलाई त सुत्ने कामै के छ र यस्तै त हो लाइफ जब भने जस्तै त हो नि गाइज यस्तै हो सुत्ने हो मस्तसँग आनन्दसँग ढल्ने सो गाइज भिडियो राम्रो लाग्यो भनेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला आई होप तपाईँहरूलाई भिडियो राम्रै लाग्नेछ होइन सो अनि यस्तै यस्तै भिडियोहरू आउँछ सपोर्ट दिँदै जानु होला सब्सक्राइब गर्दै जानु होला सबैले है माया गरिदिनु होला र आजलाई चाहिँ यति नै अब भेटौँला नेक्स्ट ब्लगमा अहिलेलाई चाहिँ यति नै बाइ बाइ सी यू टाटा